हेलो सबैजना साथीभाइहरूलाई है। आज चाहिँ घर पुगेको थिएँ। मलाई चाहिँ एकदमै अल्छी लागिरहेको थियो। अन्त दुईजना दाजु बहिनी चाहिँ खेतमा गइहाल्यो। अन्त गएर के गर्दै रहेछ भनेर म पनि हेर्नु गएँ है। अन्त यहाँनिर मेरो गमलाहरू एकदम विचलित भइरहेको थियो। उता जाँदा पानीले परेर है यो बिँहरू तपाईँहरू देख्न सक्नुहुन्छ। दुईजनाले चाहिँ के गर्दैछ पर गएर। यहाँ पहिला अलि लसुनहरू रोपेको थियो है, त्यो को उखाल्दैछ कि बाह भनेर हेर्नु गएको म चाहिँ। दुईजना यतिको काम गर्ने चाहिँ हुनु पर्यो नि त। किन उखालेको उखाल्नु पर्यो नि त। यो त झगल भन्छ नि, मरै मल बोकिरहेको छु। यो खली चाहिँ के रोप्ने के त्यस्तो माटै माटो मलै भन्छ नि। के को मल हो? गोरुको होइन त्यो कहाँ छ खै? हो यो कहाँ हो यो? झारपात ठेकेको नि अब यता नि मर्नु सुक्छ नि। असिनाले चाहिँ अलैँची चाहिँ चिरा चिरा बनाएछ है। असिना पनि आउँछ, यस्तो खालको आउँछ यहाँनिर। मम्मी चिरा चिरा बनाइदिरहेछ। कान्छी 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 पुरा घाम लाग्यो। मैले यो पोहोर पराल सारिदिएको कति राम्रो फुलेछ। यो रोज चाहिँ पिङ्क कलरमा रोप्स ल्याउनु पर्ने चाहिँ। यो दुईवटा हात चाहिँ पुऱ्याइदिनु पर्ने अरे। यो मेरो दुईवटा हात चाहिँ पुऱ्याइदिनु पर्ने अरे। मलाई चाहिँ यो लेकमा चाहिँ साह्रै डर लाग्छ, किनभने जुगा यति बेसी हुन्छ कि यो खेतमा पस्यो भने पनि। यसपालि त जुगा पनि यत्रो यत्रो छ हौ भुइ त्यतिका। लो यो जाफरा उस किचनमा छ। यो चाहिँ हाम्रो यो चाहिँ हाम्रो घरको ओन लसुन गार्लिक। लसुन गार्लिक भन्छ यो चाहिँ भोटे लसुन हो। भोटे न नेपाली नि कहाँ बिग्रिन्छ त्यो हराउँछ नि, हराउँछ नि। हाम्रो केसङ चाहिँ एकदम मेहनतिलो हुनुहुन्छ खै त्यहाँ त केसङ। हो यस उहाँको हातको यो एकदमै लसुन। अब हामीले वर्षभरि यो किन्नु पर्दैन। यो आधी किलो रोपेको लसुन भन्नु नि। आधी किलो हो यो। आधी किलो रोपेको अब कति भयो? आधी किलो रोप्दै यति नै हो। तपाईँहरूले मेहनत गर्नुहुन्छ भने चाहिँ है यो चाहिँ कहिले पनि खेरो चाहिँ जान्दैन। यो चाहिँ मल पुरा चाहिन्छ नि। तर यसमा पुरा चाहिन्छ। मैले अस्ति बाख्रा मलले हालेँ। हाम्रो लसुन चाहिँ अब अहिले दुईजनाले चाहिँ यति बनाइसकेको छ। यहाँनिर सिनाले क्यामेरा बुझ्नु पर्यो। हाम्रो चाहिँ 1 वर्षको लागि चाहिँ यो लसुन 1 वर्षको लागि यो भयो है, भएको छ। अब चाहिँ यसलाई हामी लगेर ऊ पर किचनमा ए दुईजना के खाएको? यो चाहिँ मैले लुगा सुकाएको। यहाँनिर एकदम पानी परेर अस्ति भिजेछ कि। हजुर यो के खानु भएको? के गर्नु, गाउँ बस्तीमा बस्यो भने यस्तै हो। मैले पानी पर्छ, पानी अलिकति घाम लागेको थियो है। यिनीहरूलाई चाहिँ अब के भन्छ अलिकति उयो चाहिन्छ नि, घाम चाहिन्छ यो फुलहरूलाई चाहिँ। यसलाई चाहिँ चिसोमा पनि राख्नु हुँदैन। तर पानी परेकोले गर्दाखेरि चाहिँ यो अस्ति पुरा उयो भयो, यहाँ राखेको थियो। अन्त चाहिँ मैले यो बगनबेलीलाई त झन् एकदमै यिनीलाई पानी नदिएर तड्पाउनुपर्छ अरे। यसलाई त के एकदमै यसको अलिकति हाँगा काट्नुपर्ने छ अलिकति कि। अन्त यो नानीहरूले बल्ल लगाइदिएको यहाँनिर राख्यो। ए भएछ। यो चाहिँ हाम्रो किचन। यहाँ चाहिँ हाम्रो कुखुराहरू सुत्छ, कोही कोही बेला भैयाहरू पनि सुत्छ। यहाँ काठहरू सुतिरहेछ अहिले चाहिँ। मोमो खुवाउन भनेन केसँगले अनिताले चाहिँ। तर अदुवै छैन रहेछ हौ बिचरा केसँगले रोपेको अदुवा। यो एउटा निकाल्यो हो, मोमो खुवाउँदा भने अदुवै ल्याएको छैन रहेछ हो। अब के गर्नु बिचरा केसँग जेरुवापाले रोपेको थियो। अब है उम्रिने बेलामा यसले कति फलाउँथ्यो होला। अब हामी खान्छौँ यसलाई निकालेर अझै निकाल्नु पऱ्यो। यहाँ पनि रहेछ यति दुईवटा चाहिँ निकालिदिनु पऱ्यो, बेसी चाहिँ निकाल्नु हुँदैन। फल्छ अर्को पालि फल्यो भने थुप्रो खानुपर्छ।